नेपाली सरकारको मन्त्री परिषदको जुन गठन भएको छ त्यसमा जति पनि मन्त्री बन्नु भएको छ नि साथीहरू, उहाँ सबै शिक्षित पढे लेखेका, आफ्नो फिल्डमा एकदम उच्च शिक्षा हासिल गरेका, कोही मास्टर्स कोही पिएचडी गरेका साथीहरू हुनुहुन्छ र सम्बन्धित फिल्डका जति पनि मन्त्रीहरू हुनुहुन्छ नि उहाँ सबै स्पेसलिस्ट भनौँ न। जस्तै ल मन्त्री हुनुहुन्छ भने लमा एकदम राम्रो हुनुहुन्छ, एभ्रिथिङ आउँछ उहाँलाई। त्यस पछाडि शिक्षा मन्त्रीलाई शिक्षाको प्रणाली सबै कुरो आउँछ, उहाँ शिक्षामा बढ्नु पनि भएको छ। अर्थमन्त्रीलाई अर्थको कुरो आउँछ। मतलब हरेक लेभलमा जुन क्याबिनेट बनाइएको छ नि एकदम राम्रो छ। यो पहिला जस्तो साला यिनीहरू इङ्ग्लिस बोल्न नआउने, कमेडी गर्ने, सो गर्ने, देश चलाउन गएको यिनीहरू के गर्न गएको? त्यो जोकर बनेर नाचमा हुन्छ नि, तराईतिर जुन नाच आउँछ एउटा कुनै प्रोग्राम भयो भने बिहेबारीमा नाच आउँछ नि, जोकर आउँछ हो। यो क्याबिनेट पहिला त्यस्तै थियो के, उनीहरूको जुन पहिलाको नेताहरू थियो नि उनीहरूको क्याबिनेट त्यस्तै थियो के, जोकर गर्ने, डान्स प्रोग्राम गरे जस्तो के, नौटङ्कीबाजहरू थियो के। अनि अहिले यस्तो दामी भएको छ नि, देशले अब चाहिँ विकासको बाटोमा लम्किन्छ। जनतालाई आशा छ, हामीले पनि आशा छ र हामी त्यही चाहन्छौँ पनि। पहिलाको जस्तो हुँदैन, अब यिनीहरूले एकदम राम्रो काम गर्छ, उम्मिद छ, विश्वास छ। किन विश्वास छ भने यिनीहरू पढे लेखेका छन्, हरेक कुरो आउँछ, नाटक नौटङ्की यिनीहरूले गर्दैन र यति कुरो थाहा छ, भ्रष्टाचार न गर्छ न गर्न दिन्छ, देश बिगार्दैन, बनाउँछ।